हेलो साथीहरू, वेलकम छ फेरि पनि मेरो युट्युब च्यानलमा। हेर त म कति जागरिलो। कहिले अस्ति क्रिसमसभन्दा अगाडिको भिडियो अहिले भोइस ओभर गर्दैछु। त्यो बेलामा खै के भयो थाहै भएन। अनि बल्ल मेरो भिडियो देखेँ मैले, अनि भोइस ओभर गर्दैछु। यत्रो दुःख गरेर बनाएको किन वेस्ट गर्ने भनेर भिडियो बनाउन सुरु गरेको, भोइस ओभर गर्नु पर्यो भनेर। यस्तै हो साथीहरू, क्रिसमसभन्दा अगाडि हामी 3 जना लिस्बन गएको थियो केही काम परेर। यसो केही काम परेर भन्नाले अब कामको बारेमै बुझ्नलाई गएको थियो कि हामीहरू। अनि यत्तिकै गइरहेछ हामी 3 जना नखर मौलीहरू पुरा हिँड्दैछ, गफ गर्दै के बरबराउँदै त्यहाँ पुगिसकेर अनि खुल्लै रहेनछ। अनि हामी कफी खान गएर कफी खाएर बरबराउँदै आइरहेको यो बेलामा। त्यो बेलाको साउन्ड सुन्यो भने त तर्सिन्छ होला, त्यही भएर भोइस अफ गरिदिएको। के बोल्या छैन केही थाहा छैन। अनि त्यो काम सकेपछि मेरो साथीलाई 2 वर्ष लगभग 3 वर्षपछि भेट्यो होला, 2 वर्ष भनौँ, 2 वर्ष आदिपछि भेट्यो, गफ गऱ्यो। फेरि हेर न, स्वेटर पनि सेम कलरको भइदिएछ कि यसको र मेरो। हेर्न यो लजाको रे क्या। अनि हामीले पुरा त्यो ग्यारेज भन्ने रेस्टुरेन्ट छ लिस्बनमा, अनि त्यहाँ गएर खायो के खानुपर्ने कुराहरू होइन, खाना हुने नहुने सबै खाएर हिँड्यौँ हामी। अब टुई लाएर हिँड्दैछ। अनि यही पुष्पाको आँखा अलिक कमजोर भएको थियो, त्यही मौका पारेर यसो आँखा चेक गर्न जानु पर्यो भनेर लाग्यो हामी। अनि हिँड्दैछ, ट्याक्सीमा बसेर हेर मेरो चटक के गरिरहेछ मैले। अनि ट्याक्कै यहाँ पुगेको, लोकेसनमा पुगेको त मेला लागिरहेको रहेछ यहाँ त। अनि पछि मेलातिर नि जाउँ न घुम्दै भनेर हामी मेलाभित्र छिर्यौँ। चहल पहल हेर्दै क्रिसमसको मेला लागिरहेको रहेछ त्यो बेला। अनि यताउता हिँड्दै जाडो हेर्न पुरै कति जाडो थियो। अनि मेरो साथीको मौका पारेर मैले पनि आँखा जचाइहालेको अवस्था। मेरो आँखा ठिकै रहेछ, तै पनि अलिअलि उ भएको भएर मैले नि जचाइहालेको। अनि मेरो साथीको चाहिँ अलिक कमजोरै थियो, अनि त्यो बनाउन उ गर्न टाइम लाग्ने भएर हामी चाहिँ बाहिरतिर यसो यो चटपट पसल एकदम फेमस छ क्या रोसियोको, त्यो ट्रेन मेट्रो स्टेसन मुनि छ, त्यहाँ गएर चटपटे खायो। यहाँको चटपटे फेमस। अनि चटपटे पानीपुरी होइन, अनि के भन्छौ यो हाम्रो त्यो त ढुङ्ग्री पनि चाख्यो हामीले। खाइसकेपछि फेरि हामी ब्याक टु मेलामै छिर्यौँ। अनि मेलामा छिरेर अनि जाडो भएर यस्तो भित्रतिर मलतिर छिरिदियो। एकदम जाडो सहनै नसक्ने थियो क्या बाहिर। अनि हामी मलमा छिरेर न्यानो जे भने न्यानो त हुन्छ नि, केही नकिने पनि भनेर छिर्यो, हिँडिरहेछ। अनि फेरि अब चस्मा लिन जानु पर्यो भनेर गएको। मेला लागेको ठाउँमा त कस्तो मजाले ट्रेन पनि हिँडिरहेको रहेछ। अनि त्यो ट्रेनलाई हेर्दै यसो एउटा 2टा भिडियो बनाऊँ न भनेर भिडियो नि बनाइहाल्यो। त्यो क्रिसमसभन्दा अगाडिको भिडियो हो, यस्तो भइरहेछ। भर्खर यो भोइस ओभर गर्दैछु। अनि मेलाभित्र छिरेर के हेर्दै अब के हुँदो रहेछ। हाम्रो खानेकुराहरू त केही खाएन, त्यत्तिकै पानीहरू खायो, बस्यो। अनि मेलाभित्र गफ गर्दै गयो। ल मेरो त चस्मा नि लगाइसकेको छ, त्यही आँखा चेक गरेर चस्मा नि लिएर आइसक्यो। अनि मेरो त लगाइदिएको, मेरो साथीको चाहिँ अलिक पावर बेसी रहेछ, अनि अहिले नलगाऊ भन्ने कुरा गर्यो। मेरो चाहिँ त्यस्तो पावर छैन, ठिकै, तर मेरो चाहिँ अब त्यो मोबाइलहरू हेर्नबाट जोगिने भन्ने टाइपको त्यस्तो थियो। अनि मेरो चाहिँ लगाइहालेको, मेरो साथीको चाहिँ पावर भएर नलाएको। भोलिदेखि अलिकति गरेर युज गर्नुपर्छ भन्यो। अनि हाम्रो ट्याक्सी बोलाएको थियो, ट्याक्सी आएन, त्यही भएर मेलाभित्रै टाइम पास गरिरहेछ हामीहरूले 3 जनाले। ल अनि ट्याक्सी पनि आएर हामी अब हाम्रो घरतिर लागेको। अब घरतिर लाग्नु पर्यो भनेर लागियो साथीहरू। थ्याङ्क यू फर वाचिङ।